नमस्कार सम्पूर्णमा धेरै समयपछि फेरि म लाइभमा जोडिन आइपुगेकी छु। तपाईहरुले मलाई चिन्नु भएकै छ। तैपनि म आफ्नो छोटो परिचय दिन चाहन्छु। म सुन्दरी खुलिमुली, प्रोफेसनली म चाहिँ टिचर हुँ। अनि आज म चाहिँ यो प्रेरणा र अनुशासन सम्बन्धी केही कुराहरू तपाईहरुसँग शेयर गर्न आएकी छु। हामी विद्यार्थीहरूलाई चाहिँ जतिखेर पनि के भन्छौं भन्दाखेरि अनुशासन विद्यार्थीको गहना हो भन्छौं। अनुशासन विद्यार्थीको मात्र गहना हैन, अहिले हामी सबैको गहना हो। मानिसहरुको गहना भन्ने नै अनुशासन हो। उसले जतिसुकै अब गहनाहरू लाएर ढकमक्क बलिरहे पनि यदि त्यो मान्छेमा अनुशासन छैन, म्यानर छैन भने त्यो मान्छेलाई हामी राम्रो भन्न सक्दैनौं। त्यसकारण अनुशासन हाम्रो हरेक ठाउँमा चाहिँ अति नै आवश्यक हुन्छ। अनुशासन भयो भने मान्छेले आफूले एकदम राम्रा सुन्दर सुन्दर गहनाहरू लगाएर हिँड्नु पर्दैन। त्यो मान्छेलाई सबैले नै कस्तो अनुशासित मान्छे, ज्ञानी मान्छे भनेर सबैले प्रशंसा गर्छन्। आज चाहिँ यो अनुशासित मान्छेले लाइफमा जुनसुकै कुरामा पनि सफलता पाउँछ र प्रेरणा भनेको मान्छेहरुको क्षणिक हुन्छ। कोही मान्छेदेखि मान्छेहरु प्रेरित भयो अर्थात कसैले मान्छेमा प्रेरणा जगाइदियो भने त्यो केही क्षणको लागि मात्र हुन्छ। पछि केही समयपछि तिनीहरु चाहिँ सेलाउँछ। त्यही कारणले धेरै मानिसहरुले चाहिँ आफ्नो कामहरु सुरु गर्नलाई अब मलाई कसैले इन्फ्लुएन्स गर्यो अर्थात कसैले मलाई चाहिँ प्रेरणा दियो भने म सुरु गर्छु भनेर बसेका हुन्छन्। त्यस्ता मान्छेहरुले लाइफमा सफलता कमै मात्र हासिल गर्छन्। अनि जो मान्छे अनुशासित छ उसले चाहिँ निरन्तर आफ्नो अनुशासनमा रहेर काम गर्दछ। ती मान्छेहरुले सफलता चाँडै हासिल गर्दछन्। प्रेरणा भनेको सधैं हुँदैन अनि अनुशासन भनेको सधैं हुन्छ। अनुशासित मान्छे जतिखेर पनि जुनसुकै अवस्थामा पनि उसले चाहिँ मैले यो गर्नुपर्छ, यो मेरो काम हो अर्थात यो चाहिँ मैले नगरी नहुने चीज हो भनेर त्यसलाई एकदम निरन्तरता दिइरहन्छन्। अहिले चाहिँ म तपाईहरुलाई स्कुल टिचरको नाताले हैन कि अर्थात एउटा बिजनेस ओनर मैले पनि केही समयदेखि यो डिजिटल बिजनेसमा संलग्न भएको कारणले गर्दाखेरि यो डिजिटल बिजनेस सम्बन्धी तपाईहरुलाई केही कुराहरू शेयरिङ गर्नको लागि आइपुगेको छु। अनुशासन मन लागे पनि नलागे पनि निरन्तर आफ्नो कार्यक्षेत्रमा लागिरहने हो। मानौ कसैले इंग्लिश सिक्न चाहन्छ भने उसले केवल मन लाग्दा मात्र पढ्यो भने त्यो सिक्न सकिँदैन। त्यसलाई चाहिँ मैले सिक्नुपर्छ भनेर उसले नियमित रूपमा सिक्यो भने उसले छिट्टै नै सफलता हासिल गर्छ। त्यही भएर प्रेरणा भन्दा अनुशासन चाहिँ एकदमै महत्त्वपूर्ण हुन्छ हामी मान्छेहरुको लाइफमा। भन्दै म चाहिँ डिजिटल बिजनेस सञ्चालन गरिरहेको कारणले यदि तपाईहरु पनि यो डिजिटल बिजनेस सम्बन्धी केही जानकारी लिन चाहनुहुन्छ भने मेरो वेबसाइट रहेको छ www.narayansundari.com। यसमा चाहिँ तपाईले आफ्नो इमेल र आफ्नो नाम चाहिँ रहेर सबमिट गरेर के रहेछ डिजिटल बिजनेस भन्ने कुराहरू डिटेली बुझ्न सक्नुहुन्छ। यो बाहेक यो अहिले डिजिटल बिजनेस सबैतिर चाहिँ चर्चामा आइरहेको छ। अब हामीले जुनसुकै सोशल मिडियाहरू हेर्दा पनि यो डिजिटल बिजनेस ओनरहरू अहिले धेरै नै देखा परेका छन्। अहिले यो चाहिँ समयको माग पनि हो जुन बिजनेस गरेपछि हामी चाहिँ आफ्नै घरमा बसेर आफ्नै सुइटेबल टाइममा आफ्नो परिवारसँगै बसेर बालबच्चाहरूको पनि ख्याल राखेर यो बिजनेसलाई चाहिँ अगाडि बढाउन सक्छौं। यसमा चाहिँ आफ्नो बोस आफै कसैको अधीनमा हामीले बस्नु नपर्ने एकदम टाइम फ्रीडम हुने अनि इकोनोमिक फ्रीडम पनि हुने कारणले गर्दाखेरि अहिले यो एकदमै
चर्चामा रहेको छ। तपाईहरू पनि चाहनुहुन्छ भने मसँग जोड्न चाहनुहुन्छ, तपाईहरू सम्पूर्णको दिन शुभ रहोस् भन्दै म चाहिँ अहिलेलाई छुट्टिन चाहन्छु। पछि फेरि म यस्तै कुराहरू लिएर उपस्थित हुन्छु। हस्, धन्यवाद।